कस्तो केटीसँग बिहे गर्न चाहन्छौ थोरै छन् कि तर मसँग मात्र मेरो मामुसँग होइन मामुलाई माया गर्ने मभन्दा पनि धेरै घरको केयर गर्ने मसँग चाहिँ जति रिसाए पनि हुन्छ तर फकाउँदा मान्ने साथी जस्तो अनि तिमी चाहिँ कस्तो केटासँग बिहे गर्न चाहन्छौ मेरो बिहे हजुर मम्मी मेरो घर नजिकको केटासँग बिहे गरिदिन चाहनुहुन्छ तर म चाहन्न म त यस्तो केटासँग बिहे गर्न चाहन्छु जो मेरो घरमै बसोस् मेरो हजुर मम्मीको नाति जस्तै भएर मेरो पापाको छोरा जस्तै भएर अहिलेसम्म उहाँहरूले केयर गर्नुभयो मेरो अब म उहाँहरूको केयर गर्न चाहन्छु ए तिम्रो र मेरो चान्स छैन है फेरि किन भन त ल किनभने तिमी पोखराको म काठमाडौँको नम्बर 1 नम्बर 2 तिमी तिम्रो घर र मामु छोड्न सक्दैनौ म मेरो हजुर मम्मी पापा छोड्न सक्दिन त्यसैले तिम्रो र मेरो कुनै चान्स छैन क्लियर ए साथी हामी साथी साथी त बन्न सक्छौ नि है साथी नबन्ने साथी साथी हेलो मामु कहाँ पुगिस् छोरा त कागबेनी पुग्न लागे माम ए अनि आजको दिन त गयो भने पनि त भयो नि छोरा अनि सुन्न तेरो लभ पर्यो कसैसँग हेलो प्रेम प्रेम ओहो कस्तो छिटो काट्छ भने यो केटाले फोन मलाई अरु केटी सोचेको म त उयो नि फेरि सुन बसबाट झार्ने नजिको के गाडी भित्र बस बन्द को उठ्नु बस्या न्यू को जाऊ हो साच्चीको भन्ठाने उसको एकदम जोक गर्ने मान्छे के हामी त कागबेन जानु हिँडे ढिलो भइसक्यो जाऊ Good morning. Good evening, sir. गुड इभिनिङ Good evening, ma'am. रुम खाली छ दुईटा छ दुईटा मात्र कहाँ हो र सर हामीसँग 17वटा छ तर के गर्नु 16वटा त प्याक छ ए यहाँ नबस्नु जाउँ अन्त हेरौँ जाउँ सर टुरिस्ट एरिया हो रुम पाउन गाह्रो छ जाउँ कि जाउँ खोजी भेटिहाल्छ तिमीले मलाई त्यस्तो गर्छौ र त्यो रुममा दुईटा बेड छ 111 है सुन्नु न एउटा हो नि दुईटा हो नि कुरो त एउटै हो नि हाम्रो यहाँ जोडेर टेन्सन लिनु पर्दैन कि हिँड जाउँ के भनेको त्यसले के होइन सर खाना के गरौँ नखाने ए बुझे प्रेम त्यसले के भनेको भन्न मिल्दैन के कुरा बुझ न त्यति भनेपछि के भन्ने सिधै त्यही भन्यो अनि कसरी भन्नु त ओ हेलो तिमीलाई त्यस्तो जेपिटी फिलिङ्स नआओस् भनेर मैले यस्तो गरेको
के गरेको थिएँ छोड्दैन ओ गीत माता गीत छोड ए के गरेको किन मारेको मलाई तिमी केटाहरूको कति बेला मुड खराब हुन्छ के थाहा बुवा यो लिनुहोस् बाबुभन्दा अलिक ठुलै थियो मेरो छोरो बिहे गर्ने भनेर कुरा चलिसकेको थियो उसको तर के गर्नु दैवले लगिहाले उसैको श्राद्ध गर्नु भनेर ल्याएको यो सामान पोखरामै छोडेछु के गर्नु बाबु छोरो बितेदेखि होस ठेगानमै छैन नत्र बाबु नानीहरूले यति दुखै गर्नु पर्दैन थियो होइन बुवा केही छैन बाबु नानीहरू त्यति टाढादेखि आयो मेरो लागि के दिउँ खै तिमीहरूको बिछोड कहिल्यै नहोस् तिमीहरूको माया प्रीति जुनी जुनीसम्म बाँचिरहोस् जीवनभरि खुसी छाओस् यो साथ कहिल्यै नछुटोस् के हो बुढाको कुराले सिरियस हो क्या हो गीत म फर्किन्छु अब अफिसको टेन्सन छैन मलाई टाइम दिएको छ तर यहाँबाट गएर मामुको लागि जसरी पनि एउटी केटी मन पराउनु छ ए कहाँ जान पाइन्छ त्यसरी पाइँदैन छोडेर जाने भएपछि किन साथी बनाएको ल जाने नै भएपछि कट्टी गरेर जाऊ गर्ने हो कट्टी गर्ने हो हेलो प्रेमजी गर्ने हो यसको मतलब तिमी जाँदैनौ के थाहा तिमीलाई माया गर्ने तिमीलाई साउने केटी यतै कतै भेटिन पनि त सक्छ नि